वैशाख महिनामा पर्ने दिवसहरू: 1 गते नयाँ वर्ष, 2 गते व्यक्तिगत घटना दर्ता, 7 गते एक दिवस, 11 गते लोकतन्त्र दिवस, 15 गते राष्ट्रिय चिया दिवस, 26 गते कानुन दिवस रहेका छन्। अब जेठ महिनामा पर्ने दिवसहरू: जेठ 9 गते ऊर्जा दिवस, जेठ 10 गते परराष्ट्र दिवस, जेठ 15 गते गणतन्त्र दिवस, जेठ 16 गते राष्ट्रिय महिला अधिकार दिवस रहेका छन्। असार महिनामा पर्ने दिवसहरू: 8 गते राष्ट्रिय जनगणना दिवस, 13 गते वन दिवस, 15 गते धान दिवस, 16 गते संसद दिवस, 29 गते भानु जयन्ती रहेका छन्। साउन महिनामा कुनै पनि दिवसहरू पर्दैनन्। भदौ महिनामा पर्ने दिवसहरू: 1 गते मुलुकी ऐन र मुक्ति दिवस, 2वटा दिवस एकै दिन परेका छन्। 22 गते निजामती सेवा दिवस, 29 गते बाल दिवस रहेका छन्। असोज महिनामा पर्ने दिवसहरू: 1 गते विज्ञान दिवस, 2 गते शिक्षा दिवस, 6 गते सामाजिक सेवा दिवस, 28 गते विश्व हात धुने दिवस, 31 गते प्रहरी दिवस। अब कार्तिक महिनामा पर्ने दिवसहरू: 7 गते सशस्त्र प्रहरी दिवस, कार्तिकमा एउटा मात्रै दिवस रहेको छ। अब मङ्सिरमा पर्ने दिवसहरू: 1 गते राष्ट्रिय कर दिवस, 9 गते राष्ट्रिय उद्योग दिवस, 13 गते क्षयरोग विरुद्धको दिवस। 3वटा दिवसहरू पर्ने गर्दछन्। पुष महिनामा पर्ने दिवस: 27 गते राष्ट्रिय एकता दिवस, एउटा मात्रै दिवस रहेको छ। माघ महिनामा पर्ने दिवस: 1 गते योग दिवस, 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघको 15 गते नेपाल नर्सिङ दिवस, 16 गते शहीद दिवस। अब फागुन महिनामा पर्ने दिवसहरू: 7 गते प्रजातन्त्र दिवस र फेरि पनि 7 गते छ निर्वाचन दिवस। 2वटा दिवस एकै दिन पर्ने गर्दछन्। अरू कुनै पनि दिवस छैन। चैत महिनामा पर्ने दिवसहरू: 3 गते लेखक दिवस, 20 गते राष्ट्रिय सहकारी दिवस, 28 गते उद्योग वाणिज्य दिवस। 3वटा दिवस चैत्र महिनामा पर्ने गर्दछन्।